Hello guys, namaste and welcome to my new another vlog. Finally आज तिहारको दिन आइसकेको छ। गाउँमा रमझम भइसकेको छ। म चाहिँ गाउँतिर जान पाएको छैन। अझै क्याम्पस भित्रै बसेर अलिअलि काम थियो सकाउन लागेको छु। र आज हाम्रो दाइ पनि आउनु भएको छ, शंकर दाइ। फुल काट्नु छ रे, अलिअलि बाँकी रहेछ दाइको। यतापट्टि पनि रहेछ, धेरै छ। हिजो उता सबै काट्नु भयो, अनि आज चाहिँ यतातिर बाँकी रहेछ काट्नु पर्ने। अनि दाइलाई स्वागत छ। नमस्ते नमस्ते करिना। का हाल खबर? बस ठीक बा, बढ़िया सन्चै सन्चै। अनि तिहार मनाउनु भएन त? तिहार भनेको अब यतै कटिङ गर्नुपर्ने, सरसफाइमा बढी सरसफाइ गर्नुपर्ने भएकोले तिहार क्याम्पसमै नै हुनेछ। अनि के छ आज खानाको व्यवस्था कता गर्नुपर्छ नि? आज खानाको व्यवस्था यतै टिएमसी क्यान्टिनमै गर्नुपर्छ। हो, कस्तो भेज हो कि नन भेज? भेज भेज हो। भेज। अनि तिहार मनाउन मन पर्दैन क्या हो यार? आज तिहार मनाउन मन पर्छ। तिहार वर्षमा एकचोटि आउँछ। अनि तिहार मनाउने मन त पर्छ, तर के गर्नु, सरसफाइ गर्नुपर्ने बढी भएकोले तिहार चाहिँ टिएमसीमै क्याम्पसमै हुने भयो। तिहार दिवाली तिहार। अनि दाइलाई त राम्रो राम्रो सायरीहरू आउँछ, एउटा सुनाइदिउँ त। सायरी क्या आउँथ्यो कि? अरे एउटा सुनाइदिउँ यार। बहुत सुनाइ यार। ऊ होला घाँटी टानी होला। नहीं हाम्रो दाइ लजाउनु भयो जस्तो छ। सायरी अलि तयारी गरेर आउनु भएको छैन आज, त्यही भएर नसुनाऊ भनेको। सायरी सुन्नको लागि हजुरहरूले हाम्रो अर्को भिडियो हेर्नु होला। र यो भिडियो चाहिँ मन परेमा लाइक कमेन्ट सेयर गर्न चाहिँ नबिर्सनु होला। हुन्छ, सबैलाई ह्याप्पी दिवाली। धन्यवाद।